Hello everyone, welcome back to my new vlog. है तपाईहरुलाई स्वागत छ मेरो ब्लगमा अनि तपाईहरु सबैजना आरामै सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै आरामै छु है अनि कस्तो चलिरहेछ तपाईको दिन मेरो त एकदमै बोरिङ चलिरहेको छ हैन किनभने मेरो काम पनि छैन केही पनि छैन त्यसले गर्दा लास्टै बोरिङ लाइफ भइरहेको छ अहिले चाहिँ सो अहिले चाहिँ म किन रेडी भएर बसेको भन्दाखेरि चाहिँ हामीहरु चाहिँ जान लागो मोलासो मोलासो नि जान ला हो अनि दुईजना बहिनीहरु उता छ म यहाँ छु अब एकछिनपछि हामी हिँडिहाल्छौं सो के हुन्छ सबै तपाईहरुलाई देखाउने छु हैन सो हेर्दै गर्नु होला हामीहरु जान लागे चाहिँ मोलासो हैन अनि अब सबै रेडी भइसकेको छ अघि मैले मोलासलाई मोलासो भनेको थियो हैन सो के छैन कहिले के हुन्छ हाड नभएको जिब्रो जे गरे नि लटपटिन्छ भन्थे त्यही हो हैन अब एकछिन बहिनी रेडी हुँदैछ म एकछिन बसिराख्छु अलमोस्ट म रेडी नै भइसके हैन आज जुत्ता नि लाउन्न म सिधै चप्पल लाउँछु चप्पल सो मलाई चाहिँ केही गर्नु परेको छैन घाम चाहिँ बाहिर अति चर्को लागेको छ सो अब एकछिन मैले यताउता गर्छु अनि एकछिन पछाडि भेट्छु है त फाइनल गाइज म चाहिँ निस्किसके हैन अनि बहिनीहरु पनि निस्किसकेको छ रे अनि त्यहाँ बस स्टपसम्म चाहिँ जानुपर्छ यहाँ त हिँडेर उनीहरुको त नजिकै पर्छ मेरो चाहिँ अलिकति मेबी 5 मिनेट जति लाग्छ हैन अनि चकाचक घाम लागेको छ अनि म चाहिँ यहाँ अलिअलि डर्छु नि त फेरि डरे अन्त फेरि काल म काली भइजान्छु नि त त्यही भएर मैले टोपी पनि लाएर हिँडेको छु अनि खासमा मैले छोटो मतलब जाङ्गे लाएर जान्छु भनेको थिएँ फेरि अति घाम लागेको छ कि डरिहाल्यो भने त बर्बाद हुन्छ अनि उनीहरूलाई पनि सोधेको बहिनीहरूले पनि पेन्ट लाएर जानु लागेको छ अरे त्यही भएर म पनि किन पेन्ट नलाउने भनेर मैले पनि पेन्ट लगाइसकेँ होइन अब चाहिँ म फटाफट उहीँ गएर बहिनीहरूसिम गएर भेट्छु है त तपाईँहरूलाई सो ल हेर्नु नि यस्तो है ल यस्तै हो सो त्यही हो अब मजा गर्नुपर्छ चाहिँ बोबाल मजा गर्नुपर्छ घर बस्दा 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 वाक्क लागिरहेको थियो नि त सो म नि हिँडिदियो त्यही भएर अब फाइनली अब चाहिँ म मेन रोडसम्म आइपुग्ला होइन मेन बस स्टपसम्म म चाहिँ अलिकति क्रस गरेर जानुपर्छ उता हेर्नु न यस्तो चाहिँ यहाँनिर चाहिँ यो चाहिँ चौर जस्तै भयो होइन यो बाटो भयो सो फटाफट लागिहाल्नुपर्छ फेरि टोपी उडाउनु लाख भाइ मेरो त टोपी उडायो भने त बर्बाद हुन्छ फेरि बर्बाद अहिले रोड पनि क्रस गरिसक्यो होइन यहाँको अनि कस्तो हेरेर गर्नुपर्ने हुन्छ है क्रस चाहिँ हेर्नु नि यहाँ चाहिँ यस्तो स्पिडमा हिँड्नु चाहिँ ढुवाइया उडाइदियो भने उडायो म चाहिँ एकछिन बहिनीहरूलाई पुग्छु होइन उनीहरू आएको छैन सो त्यसपछि कता लानुपर्ने थाहा होइन एक्ज्याक्टली मलाई थाहा कति जानु पर्ने अरे रामी रामी भएर कलर भेट्न दिने अरे मैले चाहिँ बहिनीलाई भेटिसकेँ होइन अर्को बहिनी चाहिँ फेरि के डाउनलोड गर्न गएको पनि मलाई पनि थाहा होइन अनि अर्को बहिनीलाई चाहिँ मैले देखाइदिन्छु बहिनी चाहिँ पुरा राम्रो राम्रो भएर हिँडेछ मलाई हेर्न पुरा आफ्नै गाउँ जस्तो लाएर सप्पल लाएर हिँडेछु फेरि म फेरि यिनीहरू फेरि जुत्ता लाएर हिँडेछ यस्तै बसमा जानुपर्ने हामीहरू अब फेरि एकछिन अब बहिनी एकछिन मात्रै जान्छ मलाई बोल्न कस्तो लाज लाग्छ त्यही पनि यसो अलिअलि बोलिदिएको यिनीहरूलाई होइन नि मान्छे चाहिँ ढालिदिन्छ आज बहिनीहरूले आम्मा स्याबे झान्ने भयो बहिनीहरूले अरे बस छुटेर फेरि दुईटा बस गएपछि फेरि अर्को बस वेट गर्न पर्ला है मैले त रिल्याक्स फिल भइरहेको कहाँ झर्ने रे थाहा नै छैन मोलुस पार झर्ने आई डोन्ट नो हाम्रो अर्को बहिनी चाहिँ यहाँ हेलो भन्नुहोस् हेलो आज चाहिँ हामी जान लागिरहेछौँ कहाँ जान रहेछ मोलुस पार कहाँ जान्छौँ त्यो हाम्रो आइडिया छैन म चाहिँ अब म रन बुझ्नु हो मलाई केही थाहा छैन जहाँ लगिनुले कुदाउँछ केही थाहा छैन कुदाउन चाहिँ कस्तो मजा आइरह यता पनि हेर्नुहोस् त ओइ अब दाइरेक्ट गएर भेटौँ केही भन्नुहोस् तपाईँलाई 2 शब्द नै मेरो भयो अहिलेलाई एकपछि भन्छु तर बब्बल यतातिर चाहिँ खतरा रहेछ क्या सबै आमा यही त होइन फेरि थाहा हो वा यार तर हरियो रमाइलो लाग्यो यार यतातिर आएर त घरमा यताको भित्र उता भेट्टा हेरेर बसेको दिन आज त बबाल रमाइलो हो मलाई त्यस्तो गाउँ कहाँ स्वर्गै आयो जस्तो भएको छ त गाइज मलाई त अब स्वर्ग त यता पो पाउँदो रहेछ त ल हेर्नु यस्तो बबाल नजारा हो अगाडि यस्तो छ फेरि फाइनली हामी चाहिँ आइपुग्यो होइन खाना नपाइ हतारमा हानेको फेरि ठ्याक्कै लागेछ फेरि उहाँले चाहिँ हाम्रो गाइड हो उहाँ चाहिँ आज त्यही भएर उहाँले चाहिँ म्याप हेर्नु भएको थियो तर 1 मिनट भन्दा 1 मिनट भन्दै कता गइसकेको थियो अनि तर बवाल ठाउँ रहेछ हो यहाँ त तपाईँहरू त पहिला आइसक्यो होइन म चाहिँ फर्स्ट टाइम
थापाको धान तपाईँले पनि धेरै आइहाल्थ्यो नि सबैजनाको फर्स्ट टाइम तर यस्तो खतरा आयो मलाई आमा बगालेर आयो नि त तपाईँलाई यहाँको नजारा देखाइदिन्छु ल हेर्नु नि यो चाहिँ पार्क भयो हाम्रो होइन राम्री राम्री दिदीहरू बहिनीहरू हिँड्नु भएको कतिजना ढल्ने हो थाहा छैन ढलायो भने त म कसैलाई उठाउन्न ढलायो भने त म कसैलाई नि उठाउन्न फेरि म एक्लै हिँडिदिन्छु मैले त चिनेको अरे अब खुइ 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 हिँडिदिन्छु ल हेर्नु कस्तो तर अन्डा ठुल्ठुलो कुखुराहरूको अन्डा खायो भने त तपाईँहरूलाई चाहियो भने चाहिँ लिन सक्नुहुन्छ तपाईँहरूले हेर्नु नि भने जस्तो चाहिँ मैले बल्ल देख्न पायो नजिकमा त खिच्दिउँ न होइन अनि पानी चाहिँ यहाँसम्म आउँदो रहेछ क्या लुक एट द भ्यू गाइज हाम्रो नानीहरू यहाँ चाहिँ पुरै नै खाली नै छ सन्डे भएको भए चाहिँ टोटली प्याक हुन्थ्यो तर अहिले चाहिँ छैन अहिले चाहिँ हामीहरू मात्र हो सावित्री महारानी भएर बस्छौँ हामीहरू चाहिँ हेर्नु नि यहाँ यस्तो खतरा आयो फेरि कत्रो छाला थियो गाइस मैले त खिच्नै बिर्सेँ हेर्नु नि ल बबाले आयो ल हेर्नु त आयो हेर्नु वाउ अब यहाँ हेर्दै चित्त बुझाउँदै त अनि काममा नजासम्म म त दिनकै यहाँ आएर बस्नु पर्छ यहाँ दिनकै यहाँ आएर बस्छु म अब दिनकै यहाँ आएर बस्छु म अब यहाँ मलाई कस्तो रमाइलो फिल भइरहेको ल गाइस हामी यहाँ फोटो खिच्दा खिच्दा दिन गइसक्यो यस्तो गर्मी छ र पनि हामी चाहिँ पुरा चिलपारामा गरिराख कोही छैन फेरि हामीलाई हेरेर मान्छेहरू नि हाँसिसक्यो होला ऊ त्यस्तो पो भएर आउनुपर्छ फोटो खिच्नु भनेपछि त देख्नु भएन यहाँ अनि हेर्नु नि यहाँ कस्तो राम्रो राम्रो छ तपाईँहरू देख्नु भएन होइन बुझ्नुहुन्छ नि तपाईँहरूले हेर्नु न यहाँ हेर्नु न यहाँ हेर्नु यत्रो यत्रो हाँस्छ क्या फेरि गरेर चाहिँ उहाँ माथि माथि आइपुग्छ त्यो बेलामा चाहिँ मैले देख्दिनँ अहिले चाहिँ हेर्नु आएकै छैन अहिले त फेरि यतिको आउँछ क्या फेरि रमाइलो कता कता आहा थाहा छैन तर यहाँ चाहिँ म मिठो पिकनिक गरेर बस्ने जस्तो ठाउँ चाहिँ रहेछ क्या तर के गर्नु आफ्नो त छैन भाग्य साथी छैन ऊ दुईजना त्यहाँ हल्लिरहेको अहिलेसम्म पनि हाम्रो आयु लास्टै घट्यो गाइजहरू हामीले कम्तीमा नि लगभग 100वटा भन्दा बेसी फोटो चाहिँ खिच्यो तर म चाहिँ यत्रो यत्रो आएको छु नि फेरि लास्टै डल्लो डल्लो भएर है त लास्ट डल्लो डल्लो आएको उनीहरू चाहिँ फेरि यत्रो हाइटी हाइटी आएको म चाहिँ फेरि यत्रो यत्रो आएको कस्तो रुन मन लाग्छ अब हामीहरू चाहिँ यत्तिकै आइदिनु लास्टै घाम रहेछ तर के गर्नु डर्छु भनेर टोपी लाएर आएको झन् लास्टै डरे जस्तो फिल भयो अलरेडी गोरी हुनु त डर्नुहुन्न चिन्ता नगर्नु हामी जब उता जानु आएको के छ भन्ने कुरा नि थाहा छैन होइन यस्तै फर्स्ट टाइम आएको त्यही भएर रमाइलो छ अति रमाइलो फिल भइरह अनि यो छल देखेर त मलाई त झन् आमा दिल खुस हो गयो हामी त अनि हाम्रो बहिनीहरू त लास्टै नक्कली के हजार फोटो खिच्यो भने यहाँ के गर्नु लास्ट नक्कली छन् भने यिनीहरू त अति नक्कली म चाहिँ सक्कली भएर हिँडेछु दिदी भनेको अलि म्याच के भन्छ त्यसलाई कसरी भन्नु झ्यामझुम भनेर फेरि भनिदिइहाल्नु जे मनमा लागेको कुरा झ्यामझुम भनिदिइहाल्नु केही हुन्न मैले पित्त दुखाउन्न के अरे पित्त नि दुखाउन्न चित्त नि दुखाउन्न तर यहाँनिर चाहिँ कस्तो राम्रो यहाँ ल जता नि यहीँ हिँड्यो माछा गर्न खा त हेर्नु यस्तो बबाल ल म त यही हेर्न आएको आफ्नो त काम पनि छैन ल हेर्नु अझै जुम गरेर देखाइदिन्छु म तपाईँहरूलाई ल खोइ आउँदै आउँदैन त यहाँ त अहिले त उता चाहिँ रुनु भएको आयो मेतो हाम्रो चाहिँ उहाँहरू चाहिँ हेर्ने महानुभावहरू हो यहीँ हेर्न आउनु भयो हो 2 रुपियाँ 2 युरो तिरी यहीँ हेर्न आउनु भयो हो
तर मिठो चिसो हावा हो मलाई त तर हामी खास यहाँ गएर फोटो खिच्न पाउनुपर्ने हो क्या तर हामीले यस्तो शीतलमा आएर बस्यो कस्तो आनन्द भएको शीतल फेरि क्युट पाराको शीतल रहेछ घाममा बस्दा बस्दा डढिसक्यो यहाँनिर दुखिसक्यो अनि हेर्नु नि यस्तो नजारा यस्तो बबाल छ हाम्रो नानीहरू फेरि थाकिसकेछ कतै फोटो खिच्दा खिच्दा थाक्यो टाउको अहिले टाउको दुखेछ एकछिन पछाडि के दुख्छ भन्ने कुरा केही थाहा छैन फेरि कसैलाई थाहा छैन हामी जति बसिरहेको यहाँनिर चाहिँ हिँड्ने ठाउँ पनि छ क्या बबाल छ ए तर के गर्नु रुखहरू हेर्नु नि यो सल्लाह त हाम्रो नेपालमा पनि पाउँछ हो डुबी सल्लाह यिनीहरूले मलाई छुट्टा छ नि हेर्नु न तपाईँहरूले म देखाउँछु ल यस्तरी गरेछन् ऊ छुट्याएर मलाई यस्तो हेला गऱ्यो नि आज आएर थाहा पाएँ मम्मी यिनीहरू फेरि पुरा जुत्ता लाएर आएछन् के मैले चप्पल जुत्ता 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 लाएर हुँदा यो अन्डामा नि हामी फोटो खिच्न आयो हुन्छ अब यो केही होला तर हामीलाई थाहा नभएर हो अब यो खोइ के समथिङ केही भन्ला अब हामीलाई त थाहा छैन केही समथिङ होला हेर्नु नि आयो रमाइलो फेरि बबालले रमाइलो छ नि यस्तो नजारा देख्न पाएपछि त फेरि साथीहरू गइसके एक्लै छोडेर गइसक्यो कति नै आउनु सक्छु त्यस्तरी नि फेरि खतरा हाम्रो हिरोइनी बहिनीहरू को कोलाई मनपर्छ मलाई भनिदिनु म तपाईँहरूलाई मिलाइदिनु धन्यवाद आयो होइन यस्तो ठाउँमा आइपुग्यो हामीहरू चाहिँ र बहिनीहरूलाई चाहिँ लास्टै हिँड्ने बानी मन लाग्छ रहेछ र मलाई चाहिँ त्यस्तो खासै हिँड्न चाहिँ मन लागेन जस्ट यत्तिकै घुम्नु मात्र आएको हो जल्दी आऊ लड्की लोग मैं तो इंडियन हूँ ना क्या कर सकता हूँ यहाँ बरु हामीले नुहाउँदै हुन्थ्यो नि बरु होइन यो यहाँ मुनि क्या केही हुन्न बच्चाहरू लास्ट डराउने भने होइन त छ्या तर खतरा दिएको हुँदो रहेछ तर मन छल हाल्दो रहेछ नि यस्तो हुन्छ अनि बनाइहाल्छ नि हामी जस्तो खुलित अनि हामी जस्तो मान्छेलाई खुलित्तै बनायो भने त बर्बाद हुन्छ अनि ल हेर्नु क्या कर सकते हैं हम तर राति चाहिँ बबाल रमाइलो हुन्छ कोही बत्ती बोल्छ होला होइन त्यही भएर यस्तो भयो र गाइस हाम्रो घुमघाम धेरै भयो अब हामी फर्किन्छौँ अब हामी फर्किँदा के गर्यो बिल्डिङ रहेछ गाइस हेर्नु त भनेको त ठिकै रहेछ जलाइदिए म फेरि हँसाइदिन्छु पो त अब हामी बस कुर्ने यहाँ होइन खोइ स्टेसन बस स्टप खोइ छैन यहाँ अब के गर्ने हामीहरू त यार हामी त हेरेको भएछ यता नि यस्तो छ यता नि यस्तो छ सो हामीलाई उ त्यतातिर जान्छौँ त्यतातिर थाहा छैन ए अपोजिट ए हो म फेरि यही भएर जस्तो फुल कस्तो भयो नि तपाईँहरूलाई भनिदिनु त्यस्तो अनि जाडो भयो यो लाउनु नि यो चाहिँ के को लागि ल्याएको नि अनि हामी छिट्टै आउँदैनौँ अब आफ्टर यस्तै 3-4 महिनापछि हामी लाउँछौँ सम्झिने पानी छम्किने 3-4 महिना त नै अब आउने होइन छिट्टै त आउँदैनौँ अब अलि पछि आउँछौँ उहाँले चाहिँ अनि राम्रो बोयफ्रेन्ड पट्याएर आउने रे उहाँहरू चाहिँ यहाँ म होइन प्लिज ल म मिलाइदिन्छु मेरो त सिङ्गल लाइक रक हो के रे सेम हियर हो यस हो र नो रे तिमीले देखेछु नि मलाई थाहा छैन कस्तो चिसो हात थाहा आई एम भेरी कोल्ड पर्सन ओके उहाँको चाहिँ मलाई थाहा त्यही भएर बुझ्नु तपाईँहरू अब बुझ्नुहुन्छ गाइजहरूले डोन्ट वरी दिदी हामी चाहिँ अब बस कुर्दैछौँ बस आउनुहुन्छ होला बस दाइ आउनुहुन्छ होला अनि हामीलाई लिएर जानुहुन्छ होला अनि
हामीले चाहिँ कार्डले ट्याप 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 गर्नुपर्ने हुन्छ उहाँको काका उहाँको नि काका मेरो चाहिँ बस अङ्कल हो फेरि अङ्कल भन्दा अगाडि त सर्दै सर्दैन नि फेरि गाह्रो जे बोल्यो नि भने हार नभएको जिब्रो जता लग्यो नि गइहाल्छ के अरे धेरै नआस्नु अहिले धेरै आएको नि भोक के हामी कस्तो लपस्टला तरिकाले आइएछ कि न पानी ल्याहा न खानेकुरा ल्याहा न के ल्याहा हामी जस्तो मान्छेहरू त संसारमा कोही छैन जस्तो फिल भइसक्यो मलाई अहिले चाहिँ एक्स्ट्रा पिस आज त हामी जहाँ गयो त्यही थर्काएको छ यार कस्तो बेइज्जत होइन रुखको टुप्पोमा जस्तो बच्चा बोके जस्तो तल फेरि के न के जस्तो छ म चाहिँ गाडीबाट झरेर नि अनि अलिकति भेजिटेबलहरू किनेँ होइन सब्जीहरू किन्यो मैले अनि साथीहरू चाहिँ त गइसक्यो म चाहिँ रुमतिर हिँड्दैछु अब चाहिँ गएर एकछिन आनन्दले बस्छु होइन आज चाहिँ मिठो घुम्यो जे होस् रमाइलो भयो भनौँ न फर्स्ट टाइम नयाँ ठाउँमा गएको जे होस् रमाइलो हुँदो रहेछ अनि एकछिन बस्दा बस्दा त हरिब चिसो हावा आएको क्या अनि त्यो समुद्रको छालहरू बबाल रमाइलो लाग्यो तर एकछिन हामीहरू त्यहाँ गएर पनि रमाइलो गऱ्यो किनभने उनीहरू दुईजनाको चाहिँ छुट्टी थियो मेरो चाहिँ काम पनि छैन नि त अहिले त्यसले गर्दाखेरि चाहिँ लास्टै बोरिङ हुन्थ्यो अनि आज चाहिँ गयो सो अब म तपाईँहरूलाई डाइरेक्ट रुममै गएर भेट्छु होला म बाटोमा धेरै बोलिनँ अघि तपाईँलाई मैले बस चढेको यताउता गरेर देखाउँछु भन्थेँ फेरि अलिकति कस्तो कस्तो लाग्यो मलाई अनि अर्काको ठाउँमा हो नि त फर्स्ट टाइम थाहा छैन अनि खिच्न पाउला नपाउला के होला कसो होला भनेर चाहिँ मैले देखाएन अब बिस्तारै बिस्तारै हेर्दै जाउँ सबै कुरा बुझ्दै जान्छु त्यसपछि थाहा भएपछि म तपाईँलाई देखाइहाल्छु नि होइन के को चिन्ता लिनु यस्तो यहाँ यस्तो फोहोरको लास्ट फोहोरको डङ्गुरहरू राखेको हुन्छ भने यताखेरि होइन के गर्नु अब विदेश भन्ने मात्र हो यहाँ चाहिँ अरू अन्त्यतिर त रमाइलो होला तर यहाँ चाहिँ अति नै फोहोरको डङ्गुरै डङ्गुर छ क्या गनाउँछ भने पुरै पार्किङ एरिया अब चाहिँ म त यहाँ धेरै टाढा लाग्दैन फटाफट जान्छु अनि उतै गएर भेट्छु है त यहाँनिर हेर्न कस्तो रातो फुल के नेपालमा पाउँछ नि यस्तो फुल के यहाँ त्यस्तै छ क्या कस्तो रातो छ अनि यहाँबाट हिँड्नुपर्छ दिनकै फाइनली गाइस म चाहिँ रुममा आइपुगेँ होइन अनि अहिले चाहिँ लास्टै भोक लाग्यो क्या अनि बिहान मैले थोरै मात्र खाना खाएर गएको थिएँ अब चाहिँ मैले एउटा चाउचाउ किनेको छु होइन के गर्नु नेपालको जस्तो चाउचाउ नपाउने यसलाई चाहिँ पकाएर खानुपर्ने सुप रहेछ अब म यो पकाउँछु खान्छु होइन अनि सो गाइज म चाहिँ यो भिडियो इन गर्न चाहन्छु अनि तपाईँलाई मन पऱ्यो भने लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नबिर्स्नु होला अनि सी यू गाइज नेक्स्ट भिडियो बाई